यहाँ चाहिँ कति हजार छ हजुरले आफै गर्नु होला। आज चाहिँ हामीहरु एउटा पप्पी अडप्ट गर्नेवाला छौं। गाइजहरु हामीहरु चाहिँ एटीएम मा हो हैन, किन भन्दाखेरि चाहिँ म एकछिनमा भन्छु ल। मनी 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 गाइज हामी चाहिँ दिदी घर जाँदै हो बर्थडे ट्रिटको लागि। सबैजना आइसक्यो, दिदी र म चाहिँ बल जाँदै अनि मैले चाहिँ यति धेरै पैसा निकालेको छु। यहाँ चाहिँ कति हजार छ हजुरले आफै गर्नु होला। 1 2 3 को यो चाहिँ कसले यो चाहिँ दिदीलाई गिफ्ट हो। कसको तर्फबाट भन्दाखेरि चाहिँ हाम्रो प्यारो भाइ सुमितको तर्फबाट हो। सुमितले चाहिँ मलाई 10,000 एमाउन्ट भन्दिरा मलाई र दिदीलाई चाहिँ मनी पठाइदिएको थियो। पर्दैन भन्दैन पठाइदिए अब ठिकै छ लिदिए। अनि दिदी र मलाई चाहिँ यो पैसा चाहिँ तिहारको भाग र बर्थडेको भाग हो। अनि त्यही हो, अब दिदीलाई दिन्छु। अनि दिदीले चाहिँ रियाक्सन कस्तो दिँदो रहेछ सुमितले दिएको भन्दाखेरि। अनि ह्यापी बर्थडे खै दिदी ल त। ओए गाइजहरुलाई एकछिन है यहाँ देख है, अलि केक काट्दाखेरि दिनुहुन्थ्यो तर अहिले म दिइहाल्छु। खै ल भिडियो गर्दा आज मगाउनु फोकस एभ्रीबडी। आज मगाउनु 1 कि 5 मा 1 मै मेरो सुत्या त हैन मलाई हल्का त थाहा भइसक्यो। प्लस मी आज मगाउने मेरो त्यही है, मेरो सबैको तर्फबाट है, सबैको तर्फबाट लाउनु भयो हेर्नु नि। यो पैसाले पार्टी हो कसो छ र। रातको जुन हरायो बादलले ढाकेर सहरको बत्तीहरू थल्किन्छन्। सोचेको थिएन के बोलेको छैन त कति भयो यो याद गर्छु अयो भने पठाइदिएको। अनि मैले चाहिँ सम्पर्क छैन किन पठाउनु पर्यो भने तपाईहरु भन्नु मेरो स्पेशल मान्छेहरु हो नि त। मैले सँगले राखेको थिए पैसा रे के सुमितले पठाएको। हाय एभ्रीवन, आज हो भाइ टिका। वर्षाको शहरमा तिमी खाली छु, सुनसान छ सडकहरू तर यादहरू बोल्छन्। आकाश अब मुस्कुरायो फेरि, धेरै कुरा बग्यो अब मन शान्त छ यही। हिजोका आँसुहरू ठुलो जस्तै मेटिए, आजको हावामा सुगन्ध लिएर आयो। दिदीलाई दियो रोनाल्डो कि मेस्सी हो। के भयो ओए बाई बाजेको दुईटा पेट, एउटा लाइका एउटा चल्ला। चल्ला चाहिँ कागले फालेर गएको रे बाजेलाई।
बाजेको आउनु बोलाउनु न त चल्लालाई आउँछ कि आउनु न टिटु टिटु रे नाम बाजेसँग सुत्नुहुन्छ अरे ल ल बाजे ल ल हुन्छ ल गए बाजे म किन यस्तो एनिमल लभर भएको थाहा बाजे हो कि हामीहरू फर्क्यौँ माइजू र सोफी चाहिँ आइसक्यौँ त्यसको कस्तो सुहाएको जेबीलाई ढाका टोपीले धागा टोपी लगाउ न अलि राम्रोसँग देखाउनु राखेमा पनि डी जान्दै दुईचोटि टोपी मेरो उसको बडीले चाहिँ ल अब अन्डा फोड्दैछ ल त्यो ट्याटु नभएर होला अनि माथि राख्नु त फुल तल राख्नु तल ए यही हो ए न हात गर्नु पर्दैन पाउँदैन है यति यस्तो गर्ने हो ल ट्राई गर्नु नट्यो हातले हात युज गर्नु पाउनु है गाह्रो हुन्छ कि सक्दैन कि यो भने जस्तो हुन्न धेरै पछि सबले गरेर कमलो भएको ल यो साप छोरीको इज्जतको लागि यहाँ टक्का हाल्नु एकचोटि यहाँ टक्का हालेर दिन्छु म अबि डरै लाग्यो त्यस छानो रहेछ के हो डरा तर यो च्यालेन्ज म मामहरूलाई नि बचाउ गर्ने त्यो पामले गर्नु पामले ट्राई गर्नु त पामले पनि नहुँदो रहेछ गाइजहरू कति बोल्दै रहेछ जाला जस्तो हाई गाइज हाम्रो भाइटिकाहरू सबै सक्यो अनि हामीहरू मैले खासै भ्लगहरू गरेको छैन किन भन्दाखेरि आई वाज एकदमै टायर्ड यस्तो थकेला थियो त्यही माथि धेरै कामहरू पनि थियो नि त अनि त्यही भएर मैले चाहिँ भ्लगहरू खासै गरेँ होइन अनि त्यही भएर सुन है सारा मैला
आज चाहिँ म एकदमै धजिएर म चाहिँ आज रिटेपानी जाँदैछु। रिटेपानी कता भन्दाखेरि चाहिँ मेरो दिदीको ससुराल। अनि किन भन्दाखेरि चाहिँ आज हो बाजेको 84 पूजा, हाम्रो भेनाको बाजेको 84 पूजा हो। सो अहिले चाहिँ म रेडी भएर त्यही जान लागेको। एसए म मम्मी अनि एसएको बजेहरू यताउति सबै जान लागेको होइन। अनि के हुन्छ म हजुरलाई अलिअलि देखाउँछु ल। अब यति भिडभाडमा मैले खासै राम्रोसँग यही त भएन, राम्रोसँग खिच्न पाइनँ। 84 पूजा यति नै भयो। हामीहरू चाहिँ अहिले चान्दनी रेस्क्यू अनि एनिमल सेन्टरमा छौँ होइन। अनि किन भन्दाखेरि चाहिँ आज चाहिँ यहाँ कुकुरहरूको हल्ला सुनिराख्नु भएको छ होला। किन भन्दाखेरि चाहिँ आज चाहिँ हामीहरू एउटा पप्पी अडप्ट गर्नेवाला छौँ, तर मेरो लागि होइन, हाम्रो नीलबहार दिदीको लागि। यो कहानी चाहिँ म पछि भन्छु। अनि लेट्स गो गेट द पप्पी। पानी पछिको धरती जस्तै म नयाँ भएको छु। सपना र गीतहरू फेरि जन्मिए यहाँ, शान्त हृदयमा तिमीको नाम छाइरह्यो। This is the one. गर्न सक्दैन होला छोड त
तिमी जाने अरे हामीसँग यसको आँखा कस्तो दामी सूर्य खै अब आँखा खतरा रहेछ त खै खै पुन्टु तिमी त हेर त छने लगाएन है लगाउनु पर्ने कति 3 महिना 4 महिना भएर यो नक्कले हो केटा छिटो केटा अस्सी तिम्रो अनुहार राम्रोसँग हेर के हो तिमी के हो पुच्छर लिएर आउने यो पनि एउटा कपी छ होइन हि सो जेन्टल तर यसले चाहिँ अलिअलि आँखा नदेख्दो रहेछ है अब हि इज अल्सो अफ फर एडप्सन अब हजुरहरूले राम्रोसँग केयर गर्न सक्नुहुन्छ भने चाहिँ एकदमै राम्रो हुन्थ्यो होइन तर त्यो आँखा अलिअलि देख्दैन है बिचरा यसलाई पनि कस्तो मुनि जस्तो देखेछ यसलाई त बिरा चाहिँ माग बाख्राहरू होइन कस्तो जेन्टल यो पनि सानो आयो फेरि ज्याकको इफ यु गाइज वान्ट टु अडप्ट हिम हजुरले राम्रो लाइफ दिनु सक्नुहुन्छ भने चाहिँ प्लिज यहाँ नम्बर राखिदिन्छु कल गर्नु होला दिस इज हिम मै राख्ने कतिवटा राख्छस् कतिवटा यसै सुन मजा कति मोटो मोटो भएर फेरि पेट मात्र ठुलो यो यस्तो चकचके रहेछ सधैँ यस्तो Hello, miss. आयो एनर्जेटिक भन्दैन चकचके भन्छ त्यसलाई नाम के सोच्नु भयो के त अब यो पनि अझै विरक्तै थियो फालेको फालेर अब गर्नुपर्ला भनेको भ्याउँदै भएन अनि ठिकै रहेछ कि निकालिदिन्छु भने डर लाग्यो है यसरी नगर न आमा छोरा लाउनु के हो अहिले अलिक ठुलो भएपछि लगाइदिनु है ए हो थ्याङ्क यू कहिले गए कहाँ रत्न चोकको पुगेको होला अघि अनुहार लुगा गरे
यहाँ हाम्रो ब्राइड टु बी अञ्जली आले र किमारा प्याज काट्दै लिइरहेको छ। ओ वाउ, हाम्रो आशिषले चाहिँ कोसेली ल्याइदिनु भयो, धन्यवाद यत्रो कोसेलीको लागि। ओइला केटीला हँसिली ठुलोवाला मोटोवाला मैले थाहा भयो, लुसी हो त्यो। म चाहिँ पोक स्ट्यू बनाउँदैछु, करी। ओके गाइज, यहाँ चाहिँ बार्बिक्यू हुँदैछ। अनि यहाँ चाहिँ होइन मैले बोलेको होइन कि दाइले बोल्नु भएको, म चाहिँ यहाँ बोल्दा हुँदैछ भनेको कि रुक्सन दाइ यहाँ हुनुहुन्छ, सन्ना दिदी, अञ्जली, समीप दाई, किमारा, आशिष, अरू चाहिँ मैले चिन्दिनँ को मान्छे आउनु लाग्यो भनेर। किनभने ढिलो भइसक्यो नि त, के भन्छ अरे। अनि दाई हजुरलाई मेरो किम्ची स्ट्यू कस्तो लाग्यो त? के अरे किम्ची पोक स्ट्यू जे क्या दिदीलाई फेरि सेकेन्ड राउन्ड जाँदैछु। अनि यहाँ गाइजहरूलाई भात थप्ने भयो, थप्नु है त भात, स्टिकी राइस छ थप्नु ल, धन्यवाद। एस्टेर मुस्कान चाहिँ भर्खर आइपुग्यो। अनि यो को हो यो चिन्दैन मैले, छोटो भन्ने। गाइज हो यो हेर्नु त, यो के हो अरे, यसको नाम के अरे, पोक स्ट्यू जे के भन्छ तर किम्ची जे हामीले त्यो भन्ने चाहिँ होइन। यस्तो मिठो, यसले मलाई भन्न आएको यस्तो भन्नु भनेर होइन, तर यस्तो दामी, यस्तो कस्तो दामी गर्छ भने फर्स्ट टाइम खाएको मैले। त्यसले फर्स्ट टाइम बनाएको र यहाँ मैले फर्स्ट टाइम खाएको है, मैले फर्स्ट टाइम खाएको क्या। भात पनि छ है, भात पनि यहाँ पोक छ, त्यहाँ चिकन करी छ, दाल छ, भात छ। बिचारा मेरो बस्तीलाई सबै कुरा एक्लै गरेर चाहिँ माइजू, हामीले माइजू आउनुभयो त, सास आउनुभयो। त्यो हजुरलाई के कति धेरै कमेन्टमा के हजुर के एस्टेको जस्तै लाग्छ भन्छ कि, हजुर देख्यो भने चाहिँ उसको याद आउँछ भन्छ कि। यता हेर्नु त, बाबुलाई त मेरो उसो हो भन्दो रहेछ है, जोली पनि छोरा हो। मेरो मैले कतिले त हजुर त मेरै सासू भन्न सोच्दो रहेछ। Wow. I'm going to cut the cake with all my loved ones. मलाई के अरे औरा क्यान्डल मेरो के अरे सुजा दिदीले गिफ्ट दिनुभएको हो क्या पहिलाको बर्थडेमा। थाहा छ, पहिलाको बर्थडेमा गिफ्ट दिनुभएको, म सँगले राखेको। फेरि कस्तो मिठो पर्फ्युमको स्मेल आउँछ के। दिनु चाहिँ अनुहार यसै टल्केको छ नत्र यहाँ हेर्नु पिम्पल, तर केही पनि मेकअप गरेको छैन। अनि माई स्किन इज शाइनिङ, लुक एट दिस ग्लासी स्किन विथ पिम्पल्स। अनि यो केक चाहिँ हाम्रो पूजा दिदीले बनाइदिनु भएको, के अरे पूजा दिदीले ल्याइदिनु भएको। यो चाहिँ पूजा दिदीको बहिनीले डिजाइन गर्नुभएको केक हो अरे, सो स्विट। अनि यो चाहिँ हाम्रो प्यारी प्यारी नेल बार दिदीले दिनुभएको। दिदीको फेरि केक त फेरि अब आउट अफ द वर्ल्ड हुन्छ नि। अनि यो चाहिँ हाम्रो सोफी र माइजूले, यो चाहिँ किम्स र किमु र आसुले। ल भयो। Happy birthday to you. Happy 25th birthday. Bye everyone. Bye. जेमिनी जाने हो? कहाँ जाने? बाई मेरो किमु। बाई सुबिया, ह्यापी बर्थडे। बाई मेरो आसु। बाई बाई। ह्यापी बिलेटेड बर्थडे। बाई समी दिदी भन्दा समु के भन्ने के चाहिँ निकनेम दिउँ? हँसीले नलिएर जानु है बाहिर।
गेट पालेर आएको हामीले यहाँ पर्सनल गेट पाले होइन अहिले त भित्र राख्ने माइजू पर्सनल गेट पाले यो मालु ल निस्किम सबैजना निस्क्यो छिटो यो हँसुली आउँछ फेरि गेट पाल्यो गेट पाल्यो सलाम ठोक्छ देख्नु ढोका किमार बन्द गर त बन्द गर पातल लाग्यो र सोक्नु र सोक्नु उतै हो आउँदैन छोड्दै थियो ओए के भने क्यामेरा भन्न क्यामेरा भन्न के भनेको के भन्यो अञ्जलीको बिहा है अब डान्स प्र्याक्टिस गर्नुपर्छ ए अब चाहिँ मैले बर्थडे भ्लग के गरेँ अब बर्थडे पनि जिन्दगीमा 3-4वटा भ्लग भइसक्यो यार अफर गर्नु झ्याउलाई लास आइसक्यो बर्थडे त कति 1 महिनासम्म नचल्दो रहेछ टेक केयर